जय मसीह। म प्रकाश परियार, क्यारिस बाइबल चर्चका पास्टर। यहाँलाई यस जीवित वचन कार्यक्रममा स्वागत भन्न चाहन्छु। गएको हप्ता हामीले रोमीको पुस्तक 6 अध्यायबाट हाम्रो अध्ययनलाई सकाएका थियौं भने आज हामी रोमी 7बाट हाम्रो अध्ययनलाई अगाडि बढाउनेछौं। रोमीको पुस्तक 7 अध्यायमा पावलले व्यवस्थासँग एक ईसाईको के सम्बन्ध छ भन्ने विषयमा अझै प्रष्ट रूपमा बताउँदछन्। अर्थात् ख्रीष्ट येशूको मृत्युद्वारा हाम्रो पुरानो पाप स्वभावको पकडबाट हामी स्वतन्त्र बनाइएका छौं भन्ने विषयमा पावलले बताउँदछन्। प्रेरित 18 अध्यायको 1 र 2 पदबाट हामी थाहा पाउन सक्छौं कि पावलले यो पत्र लेख्दा रोमको मण्डली केही समय अघिबाट मात्र अस्तित्वमा आएको थियो। रोमको मण्डलीमा यहुदी र अन्य जाति दुवै विश्वासीहरू थिए। रोमको सम्राट क्लाउडियसले एक समय रोमबाट सबै यहुदीहरूलाई निष्कासन गरेका थिए र 5 वर्षपछि ती यहुदीहरूलाई पुनः रोम फर्कने अनुमति पनि दिइयो। त्यसपछि धेरै यहुदीहरू लगायत प्रभु येशूमा विश्वास गर्ने यहुदीहरू पनि रोम फर्किए। जब ती यहुदीहरू रोम फर्किए, तिनीहरूले मण्डली पनि स्थापना गरे र त्यो मण्डली चलनचल्ती र व्यवहारमा यहुदीहरूका व्यवहारहरूभन्दा फरक हुँदै गएको थियो। यस कुराले गर्दा मण्डलीमा धेरै नै गनगन सृजना गरेको थियो। पावलको समयतिर रोमको मण्डलीमा यहुदी र अन्य जाति इसाई बीच मतभेद सुरु भएको थियो। येशूलाई कसरी पछ्याउने भन्ने विषयमा मानिसहरूका बीचमा सहमति र असहमति थियो। अन्य जाति विश्वासीहरूले सब्बात दिन मान्ने कि नमान्ने, सुँगुरको मासु खाने कि नखाने, खतना गर्ने कि नगर्ने भन्ने जस्ता व्यवस्थाका कुराहरूमा बहस गरिरहेका थिए। त्यसैले यस्ता केही कुराहरू समाधान गर्नका लागि पनि पावलले यो पत्र लेखेका थिए। पावलले यो विभाजित मण्डली ख्रीष्टमा एकै भएको हेर्न चाहन्थे, जुन कुरा हामी 12 देखि 16 अध्यायमा प्रष्ट रूपमा थाहा पाउन सक्छौं। त्यस सन्दर्भमा व्यवस्थासँग यहुदी र अन्य जाति सबै इसाईहरूको के सम्बन्ध छ भन्ने कुरालाई पावलले यस अध्यायमा प्रष्ट पार्दछन्। ताउन सुरु गरौं 1 पदबाट। भाइ हो, के तिमीहरू जान्दैनौ? म व्यवस्था जान्नेहरूसँग बोलिरहेछु कि मानिसहरूको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ। 2 पदमा, उदाहरणको लागि एउटी विवाहिता स्त्री तिनको पति बाँचुन्जेल आफ्नो पतिसँग कानूनले बाँधिएकी हुन्छन्, तर यदि तिनको पति मर्यो भने पति सम्बन्धको कानूनबाट तिनी मुक्त हुन्छे। 3 पद, यसै गरी पति जीवित छँदै तिनी अर्को पुरुषसँग बस्न गई भने तिनी व्यभिचारिणी कहलाइन्छन्, तर पति मर्यो भने तिनी त्यस कानूनबाट मुक्त हुन्छन् र अर्को पुरुषसँग विवाह गरी भने पनि तिनी व्यभिचारिणी हुँदैनन्। यहाँ हामी देख्दछौं, यो श्रीमानसँग म सिद्धताको जीवन जिउनै नसक्ने भए। श्रीमानलाई कहिले केही हुँदैन, केही रोग पनि लाग्दैन, ऊ कहिले मर्दैन। अब यो श्रीमानबाट कसरी मुक्ति पाउने त? यहुदी व्यवस्था अनुसार श्रीमानको मृत्युपछि श्रीमती विवाह बन्धनबाट छुटकारा पाउँछे। श्रीमानको मृत्युपछि उसले चाहेको खण्डमा अर्को पुरुषसँग विवाह पनि गर्न सक्छ। श्रीमानबाट मुक्त हुने एउटै मात्र बाटो भनेको मृत्यु हो। मृत्युपछि मात्र वैवाहिक बन्धनबाट मुक्त हुन सकिन्छ। श्रीमान जिउँदो छँदै अर्को विवाह गर्नु भनेको फेरि व्यभिचार पनि हो। त्यसले गर्दा यहाँनिर मानिसको जीवनकालसम्म मात्र व्यवस्था लागू रहन्छ पावलले बताउँदछन्। मृत्युले सबै दायित्वहरू र सम्झौताहरू समाप्त गर्छ भनेर पावल बताउँदछन्। 2 पदमा, पतिको मृत्युपछि पत्नी अब उसो पतिसँगको वैवाहिक बन्धनबाट फुक्का हुन्छ, किनभने मृत्युले त्यो वैवाहिक करारलाई समाप्त गर्छ। यदि तिनको पति मर्यो भने पति बन्धनको कानूनबाट तिनी मुक्त हुन्छ भनेर पावलले यहाँ बताउँदछन्। येशू ख्रीष्टमा विश्वास गरेर नयाँ गरी जन्मेको व्यक्ति यहुदी होस् वा अन्य जाति, ती सबै ख्रीष्ट येशूमा व्यवस्थाको लेखी मरेका हुन्छन्। तिनीहरूले अब व्यवस्था पालन गरिरहनु पर्दैन, किनकि येशूले व्यवस्था पूरा गरिसक्नुभयो। तिनीहरूका पहिलेको श्रीमानसँगको विवाह बन्धन सकिएको छ र अब ख्रीष्टमा नयाँ गरी जन्मेकाले तिनीहरूले ख्रीष्टसँग विवाह गरेका छन्। तिनीहरूको विवाह ख्रीष्टसँग भएको छ र नयाँ विवाह बन्धनमा छन्। ख्रीष्टको अनुग्रहद्वारा हामीमा सिद्धता प्रदान गरिएको छ। हामी अब उसो व्यवस्था वा अन्य कुनै पनि धार्मिक
विधि विधानको अधीनमा छैनौं। हामीलाई स्वर्ग जान आवश्यक पर्ने सम्पूर्ण धार्मिकता येशूमा छ भनेर परमेश्वरको वचनले बताउँदछ। हामी 4 पदलाई पढौं। यसरी मेरा भाइ हो, तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाको लेखी मरेका छौ, ताकि तिमीहरू अर्को मानिस अर्थात् मृत्युबाट जीवित हुनुभएका ख्रीष्टसँग एक हो र हामी परमेश्वरको निम्ति फल फलाऊ। रोमी 6:3-8 पदमा पावलले सावधानीपूर्वक व्याख्या गरेका थिए कि हामी ख्रीष्टसँगै मर्यौं र उहाँसँगै जी उठ्यौं पनि। पावलले त्यहाँ पापको लेखी हाम्रो मृत्युको बारेमा मात्र बताएका थिए। अब उनी बताउँदछन् कि हामी व्यवस्थाको लेखी पनि मरेका थियौं। कतिले सोच्लान्, हो हामी अनुग्रहद्वारा बचाइएका हौं, तर परमेश्वरलाई खुसी पार्नका लागि हामी व्यवस्था अनुसार पनि जिउनुपर्छ भनेर। पावलले यहाँ प्रश्न पार्दछन् कि मुक्तिको लागि एउटै मात्र माध्यम भनेको अनुग्रहद्वारा हो। ख्रीष्ट येशूद्वारा परमेश्वरले गर्नुभएको काममा विश्वास गरेर मात्रै हो। त्यसदेखि बाहेक अन्य विकल्प वा तरिका छैन। मानिसको मुक्तिको लागि ख्रीष्ट येशूको क्रुसको काममा अरू कुनै कुरा, व्यवस्था, मण्डलीका विधिविधान जस्ता कुराहरू थप गर्नु भनेको झुटो शिक्षा हो। त्यसैले अन्य सबै धर्मका अनुयायीहरूले आफ्नो लाभका लागि गरे चाहिँ विश्वासीहरूले पनि व्यवस्थाको कुनै तरिकालाई पालन गरेर परमेश्वरलाई खुसी पार्न खोज्नु भनेको गलत कुरा हो। तर पनि हामी व्यवस्थाबाट स्वतन्त्र छौं भन्दैमा मनपरी जीवन जिउन सक्छौं भन्ने कुरा पनि होइन। हामी येशूसँग विवाह बन्धन चाहिँ कहिल्यै नछुट्ने बन्धनमा बाँधिन सकौं, ताकि परमेश्वरको लागि हामी फल फलाउन सकौं भन्ने हेतुले व्यवस्थाबाट स्वतन्त्र भएका छौं। हामी 5 पदलाई हेरौं। जब हामी पापमय स्वभावमा जीवन बिताइरहेका थियौं, तब मृत्युले फल फलाउनलाई व्यवस्थाले उत्तेजित गराइएका हाम्रा पापमय कुअभिलाषाहरूले हाम्रा अङ्गहरूमा काम गर्दथे भनेर पावलले बताउँदछन्। पावलले यहाँ यहुदी लगायत आफैलाई पनि अनि अन्य सबै विश्वासीलाई सम्बोधन गर्नको लागि हामी भन्दछन्। व्यवस्थाको अधीनमा हुँदा हामीले परमेश्वरको निम्ति फल फलाएनौं, बरु मृत्युको फल फलायौं, किनभने व्यवस्थाले हामीभित्र पापमय कुअभिलाषाहरूलाई उत्तेजित गरायो। यसको बारेमा 7देखि 14 पदमा पावलले व्यवस्थामा भएको कमजोरीलाई अझै धेरै व्याख्या गर्दछन्। तर यहाँ पावलले भन्न खोजेको कुरा, जब हामी व्यवस्थाबाट स्वतन्त्र हुन्छौं तब मात्र परमेश्वरको निम्ति फल फलाउन सक्ने अवस्थामा आइपुग्न सक्छौं भन्ने हो। हामी 6 पदलाई पढौं। हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं र हामी पुरानो लिखित विधानको अधीनमा होइन, तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं भनेर पावलले यहाँ व्यवस्थाबाट मुक्त गरिएका छौं हामी भन्दछन्। यहुदी विश्वासीहरूले ईसाई भएपछि पनि अझै व्यवस्था पालन गर्नुपर्छ भन्ने सोचेका थिए। हामीले पनि येशूलाई चिन्नुभन्दा पहिलेका धेरै कुराहरू, स्वभावहरू त्याग्न नसकिरहेका हुन सक्छ। त्यसैले पावलले रोमका विश्वासीहरूलाई बताउँदछन् कि ख्रीष्टमा नयाँ जन्म पाउँदा तिनीहरू ख्रीष्टमा मरेका थिए। एक पटक व्यवस्थाबाट मुक्त भएपछि परिणामस्वरूप हामी प्रेममा प्रेरित भएर नयाँ जीवनले परमेश्वरको सेवा गर्न सक्छौं, जुन परमेश्वरप्रति कृतज्ञता र प्रेम सहितको हाम्रो भक्ति हो। किनभने विश्वासीहरूसँग पवित्र आत्मामा नयाँ जीवन छ। व्यवस्था र रीतिरिवाज मानेर आफै जीवन प्राप्त गर्न खोज्ने पुरानो जीवन होइन। हामी 7देखि तलतिर हेरौं। यहाँनिर परमेश्वरको सिद्ध व्यवस्थासँग हाम्रो समस्याको बारेमा पावलले बताउँछन्। 7मा भन्छन्, पावलले प्रश्न गर्दछन्, के व्यवस्था पाप बराबरी हो र? पावलले उत्तर दिन्छन्, होइन, व्यवस्था असल छ, किनकि व्यवस्थाले हामीलाई पाप प्रकट गर्छ भनेर पावलले बताउँछन्। 7वाला हेरौं। हामीले के भन्ने त? व्यवस्था पाप हो? कदापि होइन। यदि व्यवस्था नभए मैले पाप थाहा पाउने थिइनँ, किनकि तैँले लोभ नगर भन्ने व्यवस्थाले नभनेको भए लोभ गर्नु के हो सो थाहा पाउने थिइनँ भनेर पावल भन्दछन्। पावलले भनेका थिए कि विश्वासीहरू पाप र व्यवस्थाको लेखी मरेका छन्। यस कुराले गर्दा व्यवस्था खराब छ भन्ने खालको विचार खडा गरेको हुन सक्छ, तर यो विचार पावलले बताउन खोजेको कुरादेखि निकै विपरीत कुरा हो। व्यवस्थाको प्रमुख उद्देश्य भनेको मानिस पापी छ र उसलाई मुक्तिदाताको खाँचो छ भन्ने कुरालाई प्रकट गर्नु हो। पावलले 7 अध्यायको 7देखि 13 पदमा उनी प्रभु येशूमा बचाइनुभन्दा अघि उनको आफ्नै जीवनमा व्यवस्थाले कति महत्वपूर्ण भूमिका खेलेको थियो भन्ने कुरालाई बयान गर्दछन्।
पावल यहाँ बताउँदछन् कि व्यवस्था पापपूर्ण छैन, तर व्यवस्थाको उद्देश्य मानिसलाई तिनीहरूका पाप देखाउनलाई थियो। व्यवस्थाले नै पावलको हृदयमा भएको भयानक भ्रष्टताको दोषी महसुस गराइदियो। जबसम्म पावलले आफूलाई अरूसँग तुलना गरे, उनले आफूलाई अरूभन्दा केही हदसम्म राम्रो र आदरणीय महसुस गरे। तर जब परमेश्वरको व्यवस्थाको माग उनलाई दोस्याउने शक्तिको रूपमा उनको घरमै आइपुग्यो, तब पावलको बोल्ती बन्द भयो र आफूलाई व्यवस्थाको लागि दोषी भेटाए। प्रस्थानको पुस्तक 20 अध्यायको 17 पदमा आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको पत्नीको लालच नगर्नु, आफ्नो छिमेकीको कमारा कमारी गोरु गधा वा त्यसको कुनै पनि थोकको लालच नगर्नु भनेर लेखिएको छ। पावल आफूले व्यवस्थाको 10औं आज्ञालाई उल्लङ्घन गरेको भेटाए, किनभने लोभ मानिसको दिमागमा उब्जिन्छ। पावलले कसैको हत्या नगरे पनि, कसैको केही कुरा चोरी नगरे तापनि पावलले महसुस गरे कि खराब विचार पनि खराब काम गर्नु जत्तिकै पापपूर्ण हुन्। मानिसको बाहिरी जीवन दोष रहित देखिए तापनि भित्री जीवन घिनलाग्दो कुराले भरिएको हुन सक्छ र यो कुरा पावलले बुझेका थिए। उनले आफैलाई व्यवस्था भङ्ग गरेकोमा दोषी भेटाए। हामी 8 पदलाई पढौं। तर पापले आज्ञामा मौका पाएर ममा सबै किसिमका लोभ उत्पन्न गरायो। व्यवस्था बिना त पाप मुर्दा तुल्य हो भनेर पावल बताउँदछन्। व्यवस्थाले सबै प्रकारका खराब लोभलाई निषेध गर्छ, तर मानिसको भ्रष्ट स्वभाव झन बढी ती काम गर्नका लागि उत्तेजित हुन्छ। व्यवस्थाले भन्छ, तैँले तेरो मनमा कुनै प्रकारका व्यभिचारको कुरा समेत नसोच्नु, सबै प्रकारका फोहरी कुरा मनमा नसोच्नु, कामुकताको संसारमा नजिउनु। तर जुन कुरा निषेध गरिएको छ, मानिसको भ्रष्ट स्वभावले त्यही चाहिँ धेरै गर्छ। त्यसैले त हितोपदेशको पुस्तक 9 अध्यायको 17 पदले भन्छ, चोरीको पानी मिठो हुन्छ, गुप्तमा खाएको रोटी स्वादिष्ट हुन्छ। जहाँ सही र गलत छुट्याउने नियम हुँदैन, त्यहाँ के पाप हो र के पाप होइन भन्ने कुराको लागि दण्ड पनि हुँदैन। त्यसैले पावल भन्छन्, व्यवस्था बिना त पाप मरेतुल्य हो भनेर। व्यवस्थाले मानिसका निश्चित गलत व्यवहारहरूलाई नगर्नु भनेर आज्ञा दिन्छ, तर व्यवस्थाको त्यही बन्देजले मानिसलाई खराब कुरा गर्ने इच्छातर्फ उत्तेजित पार्दछ भनेर 5 पदले बताउँदछ। पापमय स्वभाव भनेको एउटा सुतेको कुकुर जस्तै हो। जब व्यवस्थाले भन्छ त्यसो नगर, तर कुकुर उठ्छ र हडताल गरी चाहिँ निश्चित गरेको सबै कुरा झन धेरै गर्छ। हामी 9 पदलाई पढौं। व्यवस्था बिना रहँदा एकपल्ट म जीवित थिएँ, तर आज्ञा आएपछि पाप जागी उठ्यो र म चाहिँ मरे। पावलले व्यवस्था जान्नु अघि उनको निर्दोषताको अवस्थाको बारेमा बताउँदछन्। निर्दोषको अर्थ सही र गलत छुट्याउन नसक्ने अवस्था हो। व्यवस्थाको आज्ञा बालबालिकाहरूले थाहा पाउनु अघि तिनीहरू निर्दोष हुन्छन्। व्यवस्था बिना रहँदा एकपल्ट म जीवित थिएँ भनेर पावलले यही कुरालाई उल्लेख गर्दैछन्। तर आज्ञा आएपछि पाप जागी उठेर म चाहिँ मरे भनेर पावल भन्दछन्। जब हामी व्यवस्था जान्दछौँ, व्यवस्थाले हाम्रो दोष देखाइदिन्छ र यसले हामीलाई विद्रोह गर्नतर्फ उत्तेजित पार्छ, अझै धेरै पाप र मृत्यु ल्याउँछ। हामी 10 पदले तलतिर हेरौं। जीवनको प्रतिज्ञा दिने त्यही आज्ञाले मेरो निम्ति मृत्यु ल्यायो। हामी 11 पद पढौं। किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो र त्यसैद्वारा मलाई मार्यो। अनि 12 पदले पढौं। व्यवस्था पवित्र छ र आज्ञा पवित्र, न्यायसङ्गत र असल छ भनेर पावलले बताउँछन्। यहाँ 10 देखि 12 पदमा हामी हेर्छौं भने पापले व्यवस्थालाई भ्रष्ट बनाउँछ र यसको जीवन दिने उद्देश्यलाई पराजय गर्छ भनेर पावलले बताउँछन्। एकपटक व्यवस्था पापद्वारा भ्रष्ट पारिएपछि यसले मृत्यु ल्याउँछ। व्यवस्थाले धार्मिकताको र जीवनको बाटो देखाउँछ, तर पापले मानिसको शरीरमा राज्य गर्ने हुनाले व्यवस्थाको अर्थ दण्ड र मृत्यु हो। जब हामी व्यवस्थामा केन्द्रित हुन्छौं, तब हामी पाप गर्नतर्फ छलिन्छौं, जसले हाम्रो आत्मिक जीवनलाई मार्छ। निष्कर्ष चाहिँ 12 पद अनुसार के हो भने सम्पूर्ण व्यवस्था पवित्र र असल छ। पापसँग हाम्रो समस्या भनेको परमेश्वरको पवित्र व्यवस्थामा समस्या होइन। समस्या चाहिँ हाम्रो पापी स्वभावले व्यवस्थालाई कसरी प्रत्युत्तर दिन्छ भन्ने कुरामा चाहिँ हो। त्यसले गर्दाखेरि मानौ हाइवेको स्पिड लिमिटको संकेतले हामीलाई भन्दछ द्रुत गतिमा गाडी नचलाउनु,
दुर्घटना हुन सक्छ, केही पनि हुन सक्छ भनेर हाम्रै सुरक्षालाई चेतावनी दिइरहेको हुन्छ। व्यवस्थाले हामीलाई सीमा तोकिदिन्छ त्यसै गरिकन, र पापले हामीलाई छल गर्छ र व्यवस्थाको सीमा पार गर्नु हुँदैन, तर सीमासम्म पुग्दा फरक पर्दैन नि भन्दै पापले हामीलाई मौका खोजेर छल गर्छ अनि हामी अलि गर्दै सीमाको छेउमा पुग्ने मात्र होइन, सीमा पार गर्छौं र हामी व्यवस्थाको विरुद्धमा पाप गर्छौं। पापले सन्तुष्टि प्रदान गर्ने झुठो प्रतिज्ञा गर्छ अनि पापले तपाईँ र मलाई पर्याप्त बाहनाको झुठो दाबी गरिदिन्छ। तिमी यस्तो छौ, त्यसले गर्दा यसो गरेर मिलिहाल्छ नि भनेर पापले बाहना देखाइदिन्छ। पापले दण्डबाट उम्कने झुठो प्रतिज्ञा पनि गर्छ, किनकि पापले आज्ञाद्वारा मौका पाएर मलाई छल्यो भनेर पावल भन्दछन्। व्यवस्थाले हामीलाई छल गरेको होइन, बरु सत्य कुरा चाहिँ बताइदियो। मानिसले धार्मिक जीवन जिएमा, व्यवस्था पूर्ण पालन गरेमा बाँच्नेछ, तर उल्लङ्घन गरेमा ऊ मर्नेछ। तर पापले चाहिँ व्यवस्थालाई विद्रोह गर्ने एक मौकाको रूपमा प्रयोग गरेर छल गर्यो। त्यसैले त प्रभु येशूले भन्नुभयो, तिमीहरूले सत्य के हो सो जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ भनेर यूहन्ना 8:32 भन्नुभयो। सत्यले हामीलाई पापको छलबाट स्वतन्त्र पार्छ। त्यसले गर्दा तपाईँ र म पापको छलबाट उम्कनु भनेकै सत्यतालाई जानेर हो, र त्यो सत्यता प्रभु येशूमा छ। व्याख्या गरिदिनुहुन्छ डाँडाको उपदेशमा, परमेश्वरसँगको हाम्रो नयाँ करार उहाँको धार्मिकतामाथि हाम्रो विश्वासमा निर्भर पर्छ भने पुरानो करार व्यवस्था पालनको हाम्रो धार्मिकतामा निर्भर पर्दथ्यो। हामी 15देखि 23 पदमा हेर्छौँ भने यहाँ पावलले आफ्नै बलबुद्धिमा व्यवस्था आज्ञा पालन गर्न खोज्दाखेरिको उनको संघर्ष र उनको निराशपनको बारेमा उनले बताउँदछन्। उनले भन्छन् 15 पदमा, म के गर्दछु त्यो बुझ्दिन, किनकि म जे चाहन्छु त्यो गर्दिन, तर त्यही गर्दछु जो म घृणा गर्दछु। यो संघर्ष पावलले व्यवस्था आत्मिक छ भनेर महसुस गर्नुभन्दा अघिको थियो। हामी 16 पदमा हेर्छौँ भने यहाँ देख्दछौँ कि गर्न नचाहेको म गर्दछु भने व्यवस्था असल छ भने म सहमत हुन्छु। 17 पदमा, यसैले अब त्यो गर्ने म होइन तर ममा बास गर्ने पाप हो भनेर पावलले बताउँदछन्। पावलले आफैलाई हारेको महसुस गर्दछन्। म जे चाहन्छु गर्न सक्दिनँ, जो म घृणा गर्दछु त्यही गर्दछु भन्दछन्। उनले आफैलाई बुझ्न सकिरहेका छैनन्। यो समस्या पावलको मात्र होइन, हामी सबैको पनि हो। यस फुटले संकेत गर्दछ कि विश्वासीको जीवनमा दुई चिनारी अर्थात् दुई व्यक्ति बीचको द्वन्द्व छ। मानिसमा केही त छ जसले व्यवस्था असल छ भनेर सहमत हुन्छ। दोस्रो कुरा, मानिस आफैमा पाप छ जसले खराबी उपज गर्दछ। हामी 18 पदलाई पढौं, किनकि मलाई थाहा छ कि ममा अर्थात् मेरो पापमय स्वभावमा केही असल कुराले बास गर्दैन। जे असल छ त्यो गर्ने इच्छा ममा छ, तर म त्यो पूरा गर्न सक्दिन भनेर पावल बताउँछन्। समस्या शरीर हो। विश्वासीको यस भागमा अर्थात् शरीरमा केही असल कुराले बास गर्दैन। आत्माले नयाँ जन्म पायो, तर शरीर भने पुरानै हो र यसले पापतिर धकेल्छ। जे असल छ त्यो गर्ने इच्छा हो, तर त्यो पूरा गर्न सक्ने क्षमता छैन। 19 पदमा पावल भन्छन्, किनभने असल काम जो म गर्न चाहन्छु त्यो म गर्दिन, तर दुष्ट काम जो म गर्न चाहन्न त्यही म गर्नेछु। ईसाईमा मात्र शरीर र आत्माबीच लडाईँ हुन्छ। परमेश्वरलाई नचिन्ने मानिस आफ्नो शरीरका इच्छाहरू अनुसार जिउँदछन्, तर हामी ईसाईहरू हाम्रो शरीरलाई परमेश्वरको इच्छा अनुरूप मिलाउनका लागि प्रयास गरिरहेका छौँ। त्यसैले हामीमा संघर्ष छ। अब हाम्रो इच्छा र चाहना भनेकै परमेश्वरको सेवा गर्ने हो। त्यसैले जब हामीबाट पाप हुन्छ, हामीमा पापी शरीर भएको कारणले गर्दा र आफैलाई शरीरका कुरामा सुम्पेको कारणले गर्दा हो। हामी 20 देखि तलतिर हेरौँ। यहाँनिर पावलले दुई व्यक्ति बीचको लडाई अर्थात् शरीर र आत्मा बीचको लडाईको बारेमा उनले बताउँदछन्। 20 पदमा पढौँ, अब म जो इच्छा गर्दिन त्यही गर्छु भने त्यो गर्ने म होइन, तर म भित्र बास गर्ने पाप हो। 22 पदमा, यसरी एउटा नियमले काम गरेको म पाउँछु, जब म भलो गर्न चाहन्छु तब दुष्टतालाई मेरो नजिकै उपस्थित पाउँछु। 22 पदमा, किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु भनेर पावलले बताउँदछन्। मेरो
आत्मिक पक्ष अर्थात् भित्री आत्माले परमेश्वरको व्यवस्थालाई प्रेम गर्छ र सबै कुरा भन्दा माथि उहाँको व्यवस्थामा आनन्दित हुन चाहन्छ। ख्रीष्टमा भएका विश्वासीहरूलाई यसले परमेश्वरले तिनीहरूमा प्रदान गर्नुभएको नयाँ स्वभाव अनुसार जिउनको लागि प्रेरणा दिन्छ। 23 पदलाई पढौं। तर मेरो अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु र मेरो अङ्गहरूमा बास गर्ने पापको नियमले मलाई बन्धनमा पार्दछ भनेर पावल बताउँछन्। हाम्रो शरीरले सधैँ आफैलाई सन्तुष्ट पार्न खोज्छ र यसलाई पापको वशमा ल्याउन हाम्रो आत्मासँग सङ्घर्ष गर्दछ र परमेश्वरका कामदेखि टाढा खिच्न निरन्तर प्रयास गरि नै रहन्छ। हामी 24 पदमा हेरौं। 24 पदमा पावलले उनको निराशा र त्यस निराशाप्रति उनको दृष्टिकोणको बारेमा बताउँदछन् र 24 पदमा भन्छन्, हाय म कस्तो दुखी मानिस, यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला भनेर उनले आफ्नो नैराश्यतालाई यहाँनिर व्यक्त गर्छन्। पावलको समयमा रोमी कानून अनुसार जघन्य अपराध गर्ने व्यक्तिलाई मृत्युदण्ड दिइन्थ्यो। अवस्था हेरेर विशेष केसमा यदि एक व्यक्तिले कसैको हत्या गर्यो भने उसलाई दण्ड दिँदा उसले मारेको व्यक्तिको लासलाई त्यस हत्याराको हातमा हात, छातीमा छाती, पेटमा पेट, कम्मरमा कम्मर र खुट्टाको गोलीगाँठासम्म जोडेर बाँधेर चर्को घाम लाग्ने ठाउँमा छोडिन्थ्यो। त्यो मरेको लास गन्हाएर कुहिएर त्यो हत्यारालाई रोगले पूर्ण रूपमा संक्रमण नगरुन्जेलसम्म बाँधिएकै अवस्थामा छोडिन्थ्यो र त्यस हत्यारालाई मरेको लासबाट छुटकारा दिने कोही पनि हुने थिएनन्। पावलले त्यही कुरालाई संकेत गर्दै आफ्नो पापी मृत्युको शरीरबाट मलाई कसले छुटाउला भन्दै उनको दयनीय निराशजनक अवस्थाको अनुभवको बारेमा बताउँदछन्। यो अनुभव पावलको मात्र नभई ख्रीष्टमा बाँचेका प्रत्येक ईसाईहरूको पापसँगको सङ्घर्षको साँचो अनुभव हो। हामी आफ्नो मृत मानिसको शरीरलाई हाम्रो वरिपरि घिसाएर हिँडिरहेका छौँ। ख्रीष्टमा नयाँ गरी जन्मदा हाम्रो आत्मा पुनर्जीवित हुन्छ, तर शरीर चाहिँ त्यही पहिलेकै मरेको आत्माकै शरीर हो। यसबाट एक दिन छुटकारा पाउने आशामा हामी अहिले संसारमा जिरहेका छौँ। जब जब विश्वासीहरू पापद्वारा पराजित हुन्छन् तब उनीहरू दुखी, दयनीय र कष्टदायी मानिस बन्दछन्। जब विश्वासी पवित्र आत्माको शक्तिमा जिउनको लागि असफल हुन्छ तब उसले यस प्रकारको हारको अनुभव गर्छ। पावल यस पापबाट छुटकारा पाउन चाहन्छन् जसले मृत्युमा पुर्याउँछ। पावलले पद 7 देखि 25 मा बयान गरेको उनको अनुभव आज तपाईँ र मेरो पनि अनुभव हो। हामी 25 पदलाई हेरौँ। यहाँ पावलले अन्ततः आफैबाट बाहिर येशूतर्फ आफ्नो नजरलाई लाउँदछन्। यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला? अब 25 पदमा उनले भन्दछन्, येशू ख्रीष्टबाट हाम्रा प्रभुद्वारा नै परमेश्वरलाई धन्यवाद होस्। त्यसैले म स्वयं आफ्नो मनले त परमेश्वरका व्यवस्थाको सेवा गर्दछु, तर मेरो पापमय स्वभावद्वारा चाहिँ म पापका व्यवस्थाको सेवा गर्दछु। अन्ततः पावलले आफ्नो समर्थदेखि बाहिर हेर्दछन् र येशूतर्फ दृष्टि लगाउँदछन् र ठूलो विजयको आनन्दसँगै परमेश्वरलाई धन्यवाद चढाउँदै उहाँको प्रशंसा गर्दछन्। पावलले येशूलाई उनी आफू र परमेश्वर बीचमा मध्यस्थको रूपमा खडा हुनुभएको र परमेश्वर कहाँ जाने बाटो उपलब्ध गराउनु भएको देख्दछन्। पावलले येशूलाई मृत्युको शरीरबाट छुटकारा दिन सक्ने प्रभु भनेर आफ्नो जीवनको मालिकको रूपमा हेरेर सम्बोधन गर्दछन्। त्यसैले पावलले आफ्नो सङ्घर्षको अवस्थालाई पहिचान गर्दछन्, तर येशूमा भएको विजयको लागि परमेश्वरलाई धन्यवाद चढाउँदछन्। येशूलाई हेरेपछि सङ्घर्ष हटेर जान्छ भनेर पावल बहाना गर्दैनन्। हाम्रो जीवनमा पापको विरुद्धको लडाईँमा येशू प्रभु हाम्रो सट्टामा नभई हामीद्वारा चाहिँ काम गर्नुहुन्छ। येशूद्वारा हाम्रो लागि एउटा बाटो तयार भएको छ। अब हामी आफ्नो पापमय स्वभावद्वारा निरन्तर पराजित भइराख्नु पर्दैन। येशूले हामीलाई मृत्युको शरीरबाट मुक्त गर्न सक्नुहुन्छ। त्यसैले पावलले निष्कर्ष गर्दछन् कि समस्या व्यवस्थामा होइन, समस्या शरीरमा हो जसले पापतर्फ खिच्दछ। यस तर्कबाट पावल यसको समाधानतर्फ अघि बढ्दछन् र त्यो समाधान येशूमा पाइने मुक्ति हो। रोमी 6 अध्यायदेखि 8 अध्यायमा यी 3 अध्यायमा हेर्दा हामी दुई जीवनबीच विस्तृत भिन्नता देख्छौं। अध्याय 6 मा पावलले पापबाट स्वतन्त्र भएको एक ईसाई जीवनको
बारेमा बयान गर्दछन्। 7 अध्यायमा विशेष गरिकन 7 अध्यायको 7 देखि 25 पदमा उनले मूसाको व्यवस्थाको अधीनमा छँदाको उनको आफ्नो विगतको जीवनको बारेमा बताउँदछन् र कसरी उनले परमेश्वरको आज्ञा पालन गर्न चाहन्थे तर सकेनन्, किनभने उनले पापको शक्तिबाट छुटकारा पाएका थिएनन्, जुन पवित्र आत्माको शक्तिद्वारा मात्र प्राप्त गर्न सकिन्छ। अध्याय 8 मा ख्रिस्टले हामीलाई पापको शक्तिबाट मुक्त गर्नुहुन्छ र हामीलाई परमेश्वरको आज्ञाहरू पालन गर्नको निम्ति र त्यसै अनुसारको जीवन जिउन सक्षम बनाउनुहुन्छ भन्ने तर्कलाई बलियो बनाउँदै पावलले यी दुई जीवन बीचको थप भिन्नतालाई बताउँदछन्। र अन्तमा म 4 र 6 पदलाई हाम्रो ध्यान आकर्षण गर्न चाहन्छु। तपाईँ र म मृत्युबाट जीवित हुनुभएको ख्रिस्टसँग एक हौं र हामी परमेश्वरको निम्ति फल फलाउँ भनेर ख्रिस्टको शरीरद्वारा व्यवस्थाको लेखी मरेका छौं। हामीलाई बन्धनमा राख्ने व्यवस्थाको लेखी मरेर हामी अब त्यसदेखि मुक्त भएका छौं र हामी पुरानो लिखित विधानको अधीनमा अर्थात् पुरानो विभिन्न रीतिरिवाजको अधीनमा होइन तर पवित्र आत्माको नयाँ जीवनमा सेवा गर्दछौं। के तपाईँ आफ्नो पापमय जीवनलाई त्यागेर पुरानो जीवनको खातिर मरेर ख्रिस्टमा सधैँको लागि पवित्र आत्माले भरिएको जीवन जिउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने उहाँलाई आफ्नो जीवनमा निम्ताउनुहोस् भन्दै आजको यस अध्ययनलाई म यही अन्त गर्न चाहन्छु। आउने हप्ता हामी 8 अध्यायबाट हाम्रो अध्ययनलाई अघि बढाउनेछौँ। त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु। धन्यवाद। जय मसीह।